हेलो साथीहरु, म चाहिँ अब आज धरान बजारतिर घुम्न जाँदैछु। धरान बजारतिर यसो घुमेर कस्तो हुन्छ के हुन्छ तपाईलाई यसो सल्लाह सुझाव दिँदै जाउँला। आज सोमबार हो, सोमबारे बजार लाग्छ। आज त्यसै यसो घुमेको भिडियो बनाएर हाल्नेछु र नयाँ छु। अब यसो तपाईहरुले लाइक सब्स्क्राइब गर्दै जानु होला। अब कस्तो हुन्छ के हुन्छ सल्लाह सुझाव पनि दिनु होला, राम्रो नराम्रो कस्तो हुन्छ। साथीहरु, आज हामी धरानको सोमबारे बजारमा आएका छौँ। सोमबार चाहिँ बजार लाग्दैछ, उतातिर हेर्नु होला बजार। धरानको यो छाता लाइन देखेर तल्लो साइडतिर हो बजार धमाधम लागिरहेछ। यता मोबाइल पसलहरू, लेडिजको ब्यागहरू, यता मोबाइलको, यता कपडाहरू छन्। 250 मा धमाधम कपडाहरू छन्। यता यतातिर अब यो कस्मेटिक सामान के हो, मेकअप गर्ने सामानहरू। यता जोडीको 300 भन्दैछ दाइले। तपाईँ के लानुहुने? टाउजर लानुहुने? यतातिर कपडा, यहाँ कपडा चाहिँ प्रशस्तै पाइन्छन्, सस्तो। और यहाँ यसरी नै घुमाएको यसरी हामीले यहाँ धरान सोमबारे बजारतिर घुमिरहेको छौँ। हेर्नु होला बसमा आएर छन् यहाँ बेल्टहरू, यता कपडाहरू, यता ट्राउजरहरू छन्। यतातिर कपडाहरू प्रशस्ति छन्। टाउजर हेर्नु, टाउजर उनीहरू लाउने टाउजर पनि जोडी 500, जोडी 500 गोटाको हो टाउजर चाहिँ। ए आयो जोडीको 500, जोडीको 500, जोडीको 500। यता चाहिँ दाइले फेरि स्टक गरेर राख्नुभएको छ। कति अरे? यसरी छ का ठुलो एरिया चाहिँ होइन, सानो एरिया चाहिँ हो। ल 500 रुपियाँ जोडी धमाधम बिक्री भइरहेको छ यतातिर। आयो जोडीको 500, जोडीको 500, यता होलसेलमा आयो, होलसेलमा। हाम्रो भाइले चाहिँ यहाँ टाउजर खानु हुँदैछ। काला खालको किन्नु नि। तिरपालले गर्दा अलिक अँध्यारो रहेछ यहाँ चाहिँ।
केटाहरू बनाउँदै हाल्छौँ। तपाईँको झन् व्यापार हुन्छ नि दाइ जति भिडियो बनाएर हाल्छ त्यति व्यापार हुन्छ जुत्ताहरू छ दाइ जुत्ता चाहिँ कसरी हो 300-400 रुपियाँ जुत्ता त राम्रो राम्रो छ नि लेडी जुत्ताहरू चाहिँ एकदम राम्रो राम्रो छ यहाँ चाहिँ जोडीको 500 यता जोडीको 500 जोडीको 500 जता कतै जोडीको 500 रहेछ यता 100 मा दुईटा अरे ल यहाँ 100 मा दुईटा छ 100 मा दुईटा तर यो यिनै त होला नि 100 मा दुईटा 100 मा दुईटा भन्दैछ यता जुत्ता 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 छ सोया दुईटा चाहिँ यिनै हो 100 रुपियाँमा 2 पिस छानी छानी लेडीजको फेन्सी बजार चाहिँ त्यही छ एकदम आज पानी परेर गर्दाखेरि अहिले चाहिँ पुरा भिडभाड भइरहेछ Tao thể mình Lawa kami ya pada wadah ini bayar ini susah betul wadah ini bayar ini sedih tadi dah mana पानी पर्ला पर्ला जान्छ अहिले चाहिँ यहाँ माथि लाग्नु पर्छ माथि त सहेर यस्तो भएको कटारहरू रहेछ के गर्ने आउनु भान्चोक बजार आएँ मैले घुम्न मरेको छौँ भान्चोकको चाहिँ सबैदेखि चाहिँ हेर्छ भान्चोकको यो बजार भान्चोकको मूर्ति एउटा यता बजार उता मासतिर चाहिँ पाहाड लाइनतिर जाने गाडीहरू हर्कुटा हाटबारी काप्ले जुङतिर जाने तलतिर चाहिँ मधेसतिर झापा विराटनगर इत्यादि काँक्रेभिट्टातिर जाने
पिपलको रुख छ यसहरू बस्ने ठाउँ आराम गर्ने यात्रुहरूलाई आराम गर्नको लागि र यहाँ पनि पिपलको रुख छ पिपल ताप्ने गर्ने ठाउँ भान्चोक चाहिँ ठ्याक्कै आयो भान्चोक यही हो यहाँबाट चाहिँ क्याम्पतिर जाने बाटो सत्रातिर जाने बाटो यहाँदेखि उता पश्चिमतिर चाहिँ हेलो साथीहरू आज चाहिँ हामी धरान घुमेर आयौँ एकदम बाटोमा पानीले त्यो भएर अहिले घर आइपुग्यो यहाँ कस्तो हुन्छ भिडियो हेरेर साथीहरू पुरा हेरेर साथीमा सल्लाह सुझाव दिनु होला अब हामीले चाहिँ भन्दाखेरि धेरै कष्ट भयो अब यो भिडियो यति नै हो अब कस्तो हुन्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु होला अब अर्को भिडियोमा भेट्ने आशा गर्दै